कति किलो छौ 3 केजी 3 किलो एउटा सानो लगाइदिन्छु भइगयो होइन मैले भने त्यसो भनेको होइन त भिडियो गर्नलाई चाहिँ क्या त निकाल्दै लो अब हाल पल्ला जिम्दै के माछा अरे के माछा मुन्ना ग्रास अनि बिगेट आज हो त्यसो मात्रै ल जिम्दै माछा लु टक्कसँगले ठुल्ठुलो माछा मुनाको दोकानमा सबैजना आउनु मुनाको अनुहार पनि हेर्नु बेच्ने मान्छेको ताजा ताजा माछा आउँछ है आएको छ जिम्दो माछा हो नि फेरि मुनाको दोकानमा त्यो दबाई हालेको माछा पाउँदैन यहाँ सबै ताजा जिम्दो 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 यसरी यहाँ खाडी माछा 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 आयो आयो ऊ नयाँ नयाँ माछा जिम्दो माछा चलिरहेछ है गाइस ऊ थपी पनि दियो मलाई मुन्नाले बोनस पनि आयो बोनस कति माया गर्छ हेलो गाइस हेर्नुहोस् माछा खानु आउनु म पकाउँछु मिठो मिठो गरेर कत्रो कत्रो छ हेर्नु ल मज्जाले एकचोटि फ्रेस माछा जिम्दै छ है सन्तेशको अन्त ठुलो छ ठुल्ठुलो ल्याएको छ आज मुनाले माछा हो त दामी माछा ल्याएको छ नि मुनाले तपाईँ नि खाने बहिनी नखाने म त गर्मी छ गर्मी त माछा खानु त अल्छी लाग्छ नि त पकाउनु ए माछा खानु स्वादिलो माछा खानु तागत आउँछ सबैजना आएर किनिदिनु उर्लाहारीको सबै यहाँ पनि छ जिम्दै छ जलकपुर छ यहाँ छ यी साग सब्जी बजार यहाँ बनाउन सबै छ खोइ यहाँ चिया दोकान छ छेउमै यो चिया दोकानमा मिठो मिठो चिया पाउँछ बेलुका चिरिप्पा पनि पाउँछ उता कुखुरा दोकान छ ल है मुन्ना पिस मजाले पारिदेऊ कस्तो मजाको छ है